यस्तो नै बुलबुलेतिर आएको होइन। आज यस्तो धेरै दिनपछि आयो बुलबुलेतिरको पनि माहौल के छ कस्तो छ भन्ने सोच लागिरहेको थियो होइन। यसो आउँदा बुलबुलेतिर पनि त्यस रमाइलो लागिरहेको थियो। विशेष विशेष म र आज मेरो छोरी पनि आएको थियौँ होइन। हजुर 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 उता ल गएर खेलिरहेको होइन। टक्क आज मेरो भाइ पनि आएको छ होइन। यसो नै आएर रमाइलो पनि गरिरहेछौँ होइन। जस बुलबुलेतिरको माहौल पनि आज एकदम शान्त, जो शनिबारको जस्तो घुइँचो पनि छैन रहेछ होइन। खुसी लाग्यो जस यो छाप्रोमा आएर जो गर्मी चाहिँ छेकियो होइन। छाता पनि ल्याइएको थिएन होइन। अब अलिकति कालो बाटो पनि बस्नु पऱ्यो, घाम बाटो पनि बस्नु पऱ्यो गाइस। त्यो भएर यसो नै अड्रेस लाग्ने ठाउँ थियो, ओत लाग्ने ठाउँ थियो, त्यहाँ नजिक आएर ओत लाग्यो होइन। अब विशेष हाम्रो आज सानो एकजना भाइ गाउँदेखि आइरहेछ होइन। विशेष अब यहाँ उता मेरो आज चाहिँ यसो दाइको छोरी चाहिँ बवाल त्यहाँ फोहोर राख्ने ठाउँमा आज चाहिँ एउटा त्यो डिब्बा छैन रहेछ। अब त्यहाँ त्यसलाई चाहिँ खेल्ने लायकको भइरहेछ। उसलाई पनि मन चित्त बुझाउने भइरहेछ। अब हामीले पनि यसो नजिक आएर भिडियो बनाइरहेछौँ होइन। अरू यस्तै हो गाइस, माया नमार्नु होला होइन। हजुरहरूले मेरो भिडियो हेरेर चाहिँ साथ दिनुहुन्छ भन्ने मलाई पुनः आश लागेको छ। विशेष यसपछिको अब हाम्रो विशेष आएर अब यहाँ एकछिन हेलो गाइस भनिदेऊ न। हेलो गाइस भन्दैन ल। गएर चाहिँ यसले चाहिँ मान्दैन कि मलाई यहाँ लगेर यो खेल्न लगाउँछ क्या यसले। यो छ नि यसमा गएर यसले चाहिँ खेल्छ एउटा। त्यहाँ गएर अब टक्क कस्तो हो यस्तरी खेल्छ यसले। मैले चाहिँ यहाँ यसलाई भिडियो बनाएर राखेको छु कि टक्क यसलाई पनि रहर लाग्ने रहेछ क्या यसलाई पनि। ल कस्तो मजा आइरहेछ, कस्तो रहेछ भनिदियो त। मजा आइरहेछ। हेलो गाइज मजा आइरहेछ भन्न भन्छु त। के भन्छस्, राम्रो लागिरहेको कि नै? त्यसपछि टक्क हामी दुईजना निस्केको होइन। अब बुलबुलेतिरको माहौल पनि अब यसो बुझ्दिउँ भन्ने लाग्यो नि त। अब यसो दुई भाइको पनि चट्ट धेरै दिनपछि पनि भेट भयो कि। यसो आएर पनि उता जान लाग्छौँ।